समु सर नमस्ते, स्वागत छ कार्यक्रममा। नमस्ते, धन्यवाद। पाथिभरा क्षेत्र विकास समितिको सदस्यमा रहेर कार्य सम्पादन गर्दै आउनु भएको छ। अलिकति अनुभव सुनाउ न। यो पृथ्वीमा देवी देवता अर्थात् चाहिँ पृथ्वीको चाहिँ उपहार भनेकै मानिस रहेछ। यो मानिसलाई चाहिँ हरेक उपहारको रूपमा चाहिँ राखिसकेपछि त्यसको संरक्षण गर्ने सबै दायित्व मानिसले लिइँदो रहेछ। त्यसो भएपछि त्यो दायित्व पुरा गर्न मान्छे संसारमा विभिन्न किसिमका मान्छेहरू चाहिँ आफ्नो आफ्नो धर्म आफ्नो आफ्नो संस्कृति लिएर आएका हुन्छन्। यो पाथिभरा शक्तिपीठ चाहिँ कस्तो रहेछ भनेदेखि सबैलाई चाहिँ त्यो खालको एउटा आकांक्षा पाथिभरा जाने दर्शन गर्नलाई चाहिँ कस्तो हुँदो रहेछ, त्यहाँको चाहिँ स्थल हेर्नलाई कस्तो हुँदो रहेछ भन्ने खालको चाहिँ संसारमा चाहिँ मानिसहरू आइसकेका छन्। अब वास्तवमा चाहिँ आएको छन् छैनन् भन्ने कुरा त हामीले चाहिँ कसरी प्रमाणित गऱ्यौँ भनेदेखि पाथिभराको जुन विभिन्न राष्ट्रका चाहिँ रकमहरू हेर्दाखेरि पैसाहरू हेर्दाखेरि पनि 57-58 राष्ट्रहरूले चाहिँ त्यो चढाएको भेटी हामीले प्राप्त गऱ्यौँ। त्यसो भएपछि यो पाथिभरामा चाहिँ मेरो अनुभवमा चाहिँ त्यो त्यसरी हेर्दाखेरि पाथिभरा शक्तिपीठ भनेको चाहिँ एउटा संसारकै नेपालको मात्रै नभएर संसारकै चाहिँ एउटा आकर्षक केन्द्र रहेछ। यो धार्मिक स्थल मात्र होइन, पर्यटकीय स्थलको रूपमा पनि आफैमा गजबको छ। पर्यटकीय स्थलले पनि चाहिँ त्यहाँ त्यसलाई आकर्षक गरेको छ। अब यो विभिन्न चाहिँ धर्महरू लिने मानिसहरू पनि त्यहाँ आएर चाहिँ यो हाम्रो पाथिभरा मातालाई चाहिँ दर्शन गर्न पाउँदा कस्तो हुन्छ भन्ने खालको कुराहरूले चाहिँ मानिसहरू चाहिँ अहिले अत्यधिक रूपमा बढेको पाइएको छ। हामीले चाहिँ के भन्दै आइरहेका छौँ भने नेपाली र जो भारतमा रहेका नेपाली भाषी र विदेशी युरोपियन राष्ट्रका केही नागरिकहरू अनि मलेसियन मात्रै दर्शनमा आइराखेको छ भनेर चाहिँ हाम्रो बुझाइ त्यस्तो छ। तर तपाईँहरू त त्यहीँ बसेर काम गरिराख्नु भएको छ, तथ्याङ्क लिनुहुन्छ, भेटीघाटीहरू सङ्कलन गर्नुहुन्छ। अघि भन्दै हुनुहुन्थ्यो 57-58 देशको नागरिकहरू चाहिँ आउँदो रहेछ भनेर हामीले भन्नुको कारण चाहिँ ती देशहरूको चाहिँ पैसा हजुर पैसा चाहिँ त्यो भेटियो र चाहिँ कहाँबाट आयो भनेर चाहिँ हामीले सङ्कलन गऱ्यौँ। सङ्कलन गर्दाखेरि यतिवटा राष्ट्रहरूबाट चाहिँ त्यो रकम आउँदो रहेछ भनौँ। त्यहाँको चाहिँ मानिसहरूले चाहिँ दर्शन गरेछन् भनेपछि हामीले यो पाथिभरालाई चाहिँ व्यवस्थित र यात्रुहरूलाई सुविधायुक्त ढङ्गले बाटो अब हाम्रो पहुँचले भ्याएसम्मको चाहिँ बाटो निर्माण गर्ने, त्यहाँ चाहिँ यात्रुहरूलाई चाहिँ सुविधा दिने, यात्रुहरूलाई चाहिँ मनोरञ्जनका चाहिँ माध्यमहरूलाई चाहिँ कसरी हुन्छ आकर्षक रूपमा राख्ने, यी विभिन्न चाहिँ गतिविधिहरू हामी सञ्चालन गर्ने माध्यमको रूप के अरे एउटा बाटो तय गर्दैछौँ। त्यसमा अब हामीले चाहिँ सबभन्दा ठुलो समस्या देखेको पाथिभरामा अहिलेसम्मको चाहिँ पूर्ति नभएको कुरा चाहिँ पानीको समस्या भएको हुनाले कुनै बेला पानीको अब यो हिउँ परेको बेला त ठिकै छ, अरू बेला चाहिँ पानीको समस्या भएको हुनाले त्यो पानीलाई पनि अब यो वर्ष चाहिँ हामी व्यवस्थित गर्नका निम्ति एकदम तयार भएका छौँ। ड्रिल प्रविधिबाट सम्भाव्यता अध्ययन पनि भइसकेको छ। अब हामीले त्यहाँ चाहिँ भनौँ 8 करोड चाहिँ त खर्च भइसकेको छ त्यो चाहिँ पहिला। अब त्यस्तो 8 करोडको कुरा होइन, हामीले त अब त 1-1.5 करोडमै चाहिँ नि त्यो सम्पन्न गर्ने खालको सोच बनाएका छौँ। धेरै कर्मचारीहरू अनि क्षेत्र विकासमा रहेका अध्यक्ष सदस्यहरूले यो चाहिँ हाम्रो एउटा सपना जस्तो हो, जुन दिन हामीले पाथिभरामा पानी चाहिँ सहज रूपमा उपलब्ध गराउन सक्छौँ। हाम्रो जीवनमा चाहिँ गरेको सबैभन्दा ठुलो उपलब्धि नै सायद यही होला भन्ने गर्नुहुन्छ। तपाईँलाई के लाग्छ? मलाई त चाहिँ मैले चाहिँ अघि नै भने होइन, सबैभन्दा पाथिभरामा चाहिँ समस्या भनेको के अरे पानीको समस्या। त्यो पानीको समस्या विभिन्न खर्चहरू भइसक्यो, धेरै खर्चहरू भइसक्यो। त्यो पाथिभराको लगानी पनि भयो, सरकारको लगानी पनि भयो, तर पनि अहिलेसम्म त्यो पानीको चाहिँ दिगोपन भएको छैन।
अब चाहिँ दिगोपन हुन्छ भन्ने हामीले 30-40 वर्ष अगाडि आउनेले पनि त्यही पानीको समस्या जहिले फर्केर आयो भने अहिले पनि त्यही समस्या देखिरहेछ। हुन त प्रयास त नभएको होइन, पानीमा मगरा थापेर हिउँ बिलाएर अनि कुहिरो छेकेर अब अहिले त फेरि जुन विद्युत जडान गरेर चाहिँ हैन बोरिङ प्रविधि त्यो धेरै गर्नुभयो। हजुर हजुर तपाईहरुले पनि गर्नुभयो, तपाईहरुभन्दा अगाडिको पनि गरेको तर कोसिस जस्तो मात्रै भयो। अबको चाहिँ ड्रिल प्रविधिबाट पाथिभराको डाँडैबाट चाहिँ हजुर पानी निकालेर खुवाउने गरेको तपाईहरुको तयारी छ। हाम्रो तयारी छ। त्यसलाई चाहिँ त्यो पानीको फेरि समस्या नआओस् भन्नका निम्ति हामीले त्यो खालको कार्यक्रमहरू गर्न सोच बनाएका छौँ। अब सायद सफल हुन्छ भन्ने लागेको छ। सडक कालोपत्रे हुन सकेको छैन गाली पाथिभरा क्षेत्र विकास समितिलाई। हजुर हजुर बाटोघाटो अलिक केही बिग्रियो पाथिभरा क्षेत्र विकास समितिलाई। पानी अभाव भयो पाथिभरा क्षेत्र विकास समितिलाई। दर्शनार्थीलाई हिँड्दै जाँदा चोटपटक लागेर केही समस्या भयो पाथिभरा क्षेत्र विकास समितिलाई। कति बुझेर कति नबुझेर हजुर धेरै गाली खाँदाखेरि सामाजिक सञ्जालदेखि भेट्दाखेरि अलिकता कहिलेकाहीँ त मन कुडिन्छ होला हैन? स्वाभाविक हो सर। त्यो विभिन्न कार्यक्रमहरू कार्यक्रमहरू गरिसक्दा पनि चाहिँ अर्को समस्या निस्किन्छ। यात्रुहरूलाई के कठिनाइ पर्छ त्यो समस्या निकाल्छन्। अब ती सबैलाई चाहिँ समेट्न खोज्दै हामीले के गर्न खोजेका छौँ भनेदेखि पहिलो पानीको अर्थात् चाहिँ पहिलो त बाटो नै भइसक्यो। बाटो हामीले चाहिँ त्यहाँ अब कहाँ चाहिँ कठिन छ त्यो बारेमा चाहिँ अलिकति हेरिसकेका छौँ, निर्माण गरिसकेका छौँ। अब त्यसमा चाहिँ बाटो हिँड्दैखेरि चाहिँ समस्या आउने भनेको टोयलेट बाथरुमको हो। त्यो टोयलेट बाथरुम पनि यसपालि हामीले चाहिँ त्यो ठाउँमा चाहिँ निर्माण गरिसकेका छौँ। अब भएका कामहरूलाई हामीले यो कार्यक्रम मार्फत पनि सार्वजनिक गर्दै आएका छौँ। अब त्यो पहिलो कुरो बाटो, दोस्रो चाहिँ नि पानी। अब यात्रुहरूलाई हिँड्नका निम्ति सुविधायुक्त बाटो भइसकेपछि पानीको पनि सुविधा होस् भन्नका खातिर त्यो खालको कामहरू गरिरहेका छौँ। अर्को कुरा विभिन्न चाहिँ नि तपाईँको चाहिँ त्यो मानिसलाई कठिनाइहरू पर्छ। त्यो कठिनाइहरूमा चाहिँ अब औषधि गर्ने एउटा कर्मचारीको पनि व्यवस्था गरेका छौँ। अझ त्यसलाई नभ्याउने भएर अर्को पनि त्यहाँ व्यवस्थापन गर्नुपर्छ भन्ने हामीले सोच बनाएका छौँ। र यात्रुहरूलाई कसरी सुविधा हुन्छ ती हाम्रो कर्मचारीहरूलाई चाहिँ ठाउँमा त्यो यात्रुहरूलाई चाहिँ सुविधा ढङ्गले सहजीकरण गर्नका निम्ति हामीले त्यो पनि तयार गरेका छौँ। त्यसो भएपछि उनीहरूलाई अलिकति सहज होस्, यहाँ राम्रो रहेछ भन्ने खालको चाहिँ सन्देश जाओस् भन्नका निम्ति त्यो खालका क्रियाकलापहरू हाम्रो अगाडि सारेका छौँ। अब हेरौँ अब प्रयास गर्दा पनि गालीले अब त्यो होइन, त्यो गाली भन्ने कुरा त जति दुखेसो गर्छन्, जति गरे पनि त्यो गाली त मान्छेलाई आइ नै रहन्छ। तथापि पूर्वाधारका कुरा, आवश्यकताका कुरा के हुन् त यात्रुहरूलाई भन्ने कुरा चाहिँ हामीले मनन गर्नुपर्छ। त्यो कुरालाई चाहिँ अगाडि बढाउँदै गइयो भनेदेखि सायद कमै आउला त्यस्ता दुखेसो कुराहरू। अब कतिपयले दर्शन गरिसके पछाडि त तपाईँहरूकै कारणले धेरै राम्रो पनि भएछ भनेर श्रेय पनि त दिएका होलान् नि। यसको बारेमा चाहिँ के छ भनेदेखि मुख्य कुरा हाम्रो कार्यकारिणी र कार्यकारिणीले चलाएका चाहिँ परिचालन गरेका उहाँका भिजनहरू र अरू सदस्यहरूले पनि त्यसमा चाहिँ सहमत गरेका र होस्टेमा हैसै गरेका र इमान्दार चाहिँ सदस्यहरूले पनि उहाँलाई साथ दिएर अगाडि बढ्नु पर्दो रहेछ। त्यसो भएपछि मात्रै त्यो उहाँलाई पनि एक खालको चाहिँ साहस, आँट, भिजन तयार भएर जान्छ। अहिले हाम्रो कार्यकारिणी आइसकेपछि, प्रेसिडेन्ट हाङहाङ आइसकेपछि अब यस्ता खालका चाहिँ पाथिभरालाई कसरी अगाडि बढाउने त, पाथिभरालाई कसरी सहज बनाउने, यात्रुहरूलाई कसरी सहज बनाउने। हामी सायद त्यो चाहिँ सुकेटारदेखि चाहिँ माथिसम्मको बाटो पनि क्रमशः चाहिँ त्यो के अरे निर्माण गर्दै जान्थ्यौँ होला, तर सरकारले लगानी गरेको छ। त्यो सरकारले लगानी गरेको कुरामा हामीले हस्तक्षेप गर्न नमिल्ने।
भएको हुनाले डुप्लिकेसन हुन्छ, नागरिकहरूलाई बुझाउनु जरुरी छ। अब गर्ने र अनुरोध गर्ने बाहेक छैन हाम्रो। अब त्यो सकेसम्म हामीले त्यो तागेता पनि अब सांसदहरूलाई भन्दा हुन्छ, कसैलाई भन्दा हुन्छ, हामीले त्यो प्रयत्न त गरेका छौँ। तथापि अब धेरै वर्ष भयो यो सरकारले अलिकति अब यसलाई त तागेता नगरेकै भन्ने खालको पो हो कि भन्ने खालको अहिलेको कामको गति हेर्दा चाहिँ केही निर्माण होला जस्तो छ। तर यो भनेको के अरे सरकारले कत्रो योजनाहरू त चाँडै गरिरहन्छ भनेदेखि यो त महत्त्वपूर्ण कुरा हो नि त। संसारको मान्छे आउँछ, के अरे यहाँका नेपालका वरिष्ठहरू मान्छे आउँछन्, बाटो त्यस्तो छ, त्यो त यो ढिला भयो नि भन्ने हामीलाई लागेको छ। अब अर्को कुरा, पाथिभरा जाने आउने क्रम त तपाईँ पाथिभरा क्षेत्र विकास समितिमा सदस्य भएर मात्रै भएको त होइन, आफ्नै तरिकाले पनि जाने आउने। खड्कीको कुरा के लाग्छ तपाईँलाई? ओहो हामी पनि समितिमा छौँ, यो गर्न पाएदेखि चाहिँ अझ राम्रो हुन्थ्यो होला। मैले के सोचेको थिएँ भनेदेखि पाथिभरालाई सोचेको छु भनेदेखि पाथिभरालाई चाहिँ प्रसिद्ध राख्नका निम्ति, संसारकै एउटा नमुना चाहिँ देवस्थलको रूपमा राख्नका निम्ति, माता तीर्थको रूपमा राख्नका निम्ति अहिले हाम्रो अनुकूल पनि छ। यो अनुकूल भएको बेला, हाम्रो कार्यकारिणी अनुकूल भएको बेला के गर्न सकिन्छ त्यो योजनाहरू हामीले तर्जुमा गरेका छौँ। त्यो योजनाहरूमा चाहिँ के छ त भन्दाखेरि हामीले त्यहाँ कर्मचारीहरूलाई व्यवस्थापन गर्ने, यो 82-83 को योजना सुनाउँदै हुनुहुन्छ? हजुर, यो के अरे कर्मचारीहरूलाई व्यवस्थापन गर्ने, अझै व्यवस्थापन भनौँ, जति भएको छ त्यो राम्रै छ, त्यसलाई पनि परिष्कृत बनाउँदै लैजाने, भरियाहरूलाई पनि त्यो जुन भारी बोक्नेहरूलाई पनि चाहिँ त्यसलाई पनि व्यवस्थित गर्दै जाने, पाथिभराको क्षेत्राधिकार कति हो त्यसलाई पनि हामी यकिन गरेर लाने, अनि यो जुन अक्षय कोष मानिसले राख्ने खालको कुरा गर्दछ पाथिभरा देवीलाई, देवीको चाहिँ नाममा, अनि त्यसले चाहिँ बाँकी रहेको चाहिँ जुन ब्याजबाट उहाँहरूको चाहना के छ, पूजा आजा आदि इत्यादि गर्ने खालको कुरा चाहिँ उहाँहरूले त्यो अक्षय कोषबाट चाहिँ राख्ने र कार्यक्रम अगाडि बढाउने भन्ने खालको कुरा रहेछ। त्यसबाट पनि हामीले चाहिँ अहिले 1 करोडको चाहिँ नि के अरे यो कार्यविधि बनाएर चाहिँ हामीले अक्षय कोष नेपाल ब्याङ्कमा राखिसकेका छौँ। त्यसो भएपछि हजुर, अब त्यो चाहिँ हामीले सुरुवात गरेका हुन्छौँ, त्यो थालनी मात्रै हो। मानिसहरूले चाहिँ अक्षय कोष राख्नका निम्ति चाहिँ म यति राख्छु उति राख्छु भनेर त भनिराखेको छ। अब त्यो थालनी नगरिकन कहाँ राख्ने के गर्ने भनेर चाहिँ भन्नलाई कार्यविधि नबनाउँदाखेरि अलिक अप्ठ्यारो हुँदो रहेछ र कार्यविधि बनाएर हामीले थालनी गरेका छौँ। अब त्यो चाहिँ त्यसले चाहिँ के गर्यो त भन्दाखेरि पाथिभराकै चाहिँ एउटा उन्नति प्रगतिको निम्ति त्यो अक्षय कोषले चाहिँ आर्थिक स्रोत बढाउँदै लाने भन्ने खालको कुरा हामीले सोचेर त्यो खालको थालनी गरेका छौँ। अर्को कुरा चाहिँ अब भनौँ, यो मैले एकैछिन रोक्छु, अक्षय कोषमा कसैले नगद या जिन्सी दिन चाह्यो भने यसको विधि के होला? यो के अरे त्यहाँ जिन्सी राख्ने कुरा भनेको चाहिँ त अब सुन नैहरू हुन्छ, त्यो सुनको चाहिँ त्यहाँ गरगहनाहरू हुन्छ, त्यो गरगहनाहरू चाहिँ त्यहाँ अक्षय कोषमा राखिँदैन। अचल सम्पत्तिको रूपमा हामीले चाहिँ त्यसलाई छुट्टै एक खालको चाहिँ गतिविधि अगाडि बढाएका छौँ होइन। सुनको बारेमा, चाँदीको बारेमा, अन्य चाहिँ के अरे पित्तलको बारेमा, ताँबाको बारेमा, त्यो ताँबा पित्तल आदि इत्यादि सबै चाहिँ नि अहिले चाहिँ नि मेरो जिम्मामा को चाहिँ भएको हुनाले उपसमितिको जिम्मेवारी मलाई दिएको हुनाले ताँबा घन्टी आदिको चाहिँ जिम्मा हामीले यति भयो भनेर जोख्ने काम भनेर हामीले सुकेटारमा राखेका छौँ। त्यो सुकेटारमा राखेको कुरा अब एक खालको समितिमा छलफल चाहिँ भयो, त्यसलाई अब त्यो राखेर अनावश्यक भयो भन्ने खालको कुराले चाहिँ बिक्री गर्ने खालको कुरा पनि भयो। अब तर बिक्री गर्ने कुरामा एउटा समिति बनाइयो, समिति बनाइसके पछाडि बिक्री गर्नलाई चाहिँ एउटा कोटेसन मागेर चाहिँ बिक्री गर्ने खालको चाहिँ सामाजिक सञ्जालमा दिइसकेपछि विभिन्न त्यहाँ त्यो सामाजिक सञ्जालमा चाहिँ यसरी घन्टी बेच्न थाल्यो है भनेर चाहिँ हल्ला भयो, व्यापक चाहिँ आलोचना आयो। त्यो आलोचना हामीले खप्न सकेनौँ र त्यसलाई फेरि क्यान्सल गऱ्यौँ, रद्द गऱ्यौँ। त्यो स्थगित भएको छ अहिले है, त्यसलाई चाहिँ नबेच्ने। अब
हामीले चाहिँ नि सुन पनि चाहिँ त्यहाँ 128 तोला जति जम्मा गरेका छौँ। अब अहिले थप हुँदै होला। त्यसलाई पनि हामीले चाहिँ रिफाइन गरेर राखेका छौँ। तर त्यसको प्रक्रियागत ढङ्गले चाहिँ अगाडि बिक्री गर्नको लागि चाहिँ आवश्यक हुँदो रहेछ। त्यो प्रक्रियामा अलिकति ढिलासुस्ती भएको छ। यो सुन चाँदी गरगहनाहरू जति छन्, हजुर, ठ्याक्कै त तपाईँसँग अहिले डाटा नहोला यहाँ। हजुर, यसलाई सल्ट्याउन कतिको गाह्रो छ? सल्ट्याउनलाई चाहिँ भनौँ अब राष्ट्र ब्याङ्कको चाहिँ आधारले पनि नभएर चाहिँ केही घटेर पनि दिनुपर्ने स्थिति रहँदो रहेछ। त्यो चाहिँ अहिले हामीले प्रक्रिया बुझ्दै जाँदा अनि यो जुन एक खालको चाहिँ अब नियमावली छ, त्यो नियमावलीमा टेकेर मात्रै बिक्री वितरण गर्न सकिने रहेछ। हामीले चाहिँ कसलाई के मनपर्छ, कति तोला दिन सकिन्छ भनेर त्यो दिन नसकिने हुँदो रहेछ। यसमा चाहिँ अब काम कारबाही अगाडि बढ्दो छ। एकचोटि हामीले चाहिँ यहाँकै बजारकै साथीहरूले चाहिँ किन्छु भनेर चाहिँ किन्न खोज्दाखेरि त्यहाँ उहाँहरूले त्यो सबै सुन किन्नलाई नसक्ने, धेरैजना मिलेर गर्नुपर्ने। अब चाहिँ त्यो के अरे त्यसले त्यो एउटा निवेदन गर्दा चाहिँ एकजनाले दुईजनाले गर्नुपर्ने, अब किन्दा चाहिँ धेरैजनाले गर्नुपर्ने। अनि त्यो चाहिँ के रहेछ त भन्दाखेरि सरकारले त्यसलाई चाहिँ नि त्यो कहाँबाट ल्याएछ त्यसको त्यो किन्ने पैसा भनेर समात्ने खालको काम हुँदो रहेछ। त्यसलाई चाहिँ नि त्यो एउटा अनैतिक खालको गतिविधि अगाडि बढ्दो रहेछ उहाँहरूलाई। अनि त्यसले गर्दा उहाँहरूले त्यो किन्न चाहनु भएन। अनि हामीले अर्कै प्रक्रियाबाट अब त्यो थालनी गरेका छौँ। यो जुन नियमावलीमा के लेखिएको छ आर्थिक नियमावलीमा भनेर चाहिँ त्यो खोजी गरेर अब हामी बिक्री गर्ने तर्खतिर लाग्दैछौँ। यो आर्थिक वर्ष सकिँदै गर्दा सल्ट्याउने गरेको त्यो हामी काम गर्दैछौँ। अनुमान के गर्न सक्छौँ हामीसँग कति परिमाण जति होला तामा सुन चाँदी? 16,000 चाहिँ नि त्यो के अन्दाजी मैले भन्दैछु। अन्दाजी भन्नाले त्यसको यकिन नै त त्यहाँ टिपेको छ होइन। 16,000 चाहिँ त्यो घन्टीहरू छ। तामा छ 7,000 जति छ क्विन्टल। 16,000 क्विन्टल र 7,000 क्विन्टल। सुन चाहिँ भनेको 128 तोला अहिले मलाई आएछ आजको मितिसम्म कुराकानी गर्दा। हजुर, त्योभन्दा पछाडि पनि केही जम्मा भएको छ होइन। तर त्यसलाई चाहिँ त्यहाँ जोडिएको छैन। विश्वसनीय तरिकाले सङ्कलन गरेर अनि त्यसलाई सल्ट्याउने गरेको काम गर्दा होइन यो चरण छ नि त। हजुर हजुर, के कति भनिदिनुहोस् न। यो मलाई जिम्मा दिइसकेपछि मेरो चाहिँ नि बरगतले भ्याएसम्म मैले के गरेँ भनेदेखि त्यो सुन र चाँदी दुइटैलाई रिफाइन गर्नका निम्ति हाम्रो क्षेत्र विकासमै ल्याएर निर्माण गर्ने चाहिँ मानिसहरू ल्याएर त्यसलाई चाहिँ त्यहीँ रुगेर मैले चाहिँ नि कुनै 1 मिनट पनि नछोडिकन त्यसलाई चाहिँ त्यो रिफाइन गर्ने कार्यहरू गरेँ। चाँदी पनि त्यो ढङ्गले अर्थात् 5-7 दिन जति म अहोरात्र खटेँ त्यहाँ, जति समय लाग्छ लागोस् त्यो खालको कामहरू चाहिँ त्यहाँ अन्त्य गरेर मैले चाहिँ त्यो क्षेत्र विकासमा चाहिँ जिम्मा दिने काम गरेको छु। 61 किलो या तोला मैले चाहिँ अहिले अलिक बिर्सेँ होइन। 61 किलो नि जस्तो लाग्छ। 61 तोला नै होला कि किलो चाहिँ होला सर। 61 किलो चाहिँ मैले त्यो चाँदीलाई रिफाइन गरिसकेको छ। 128 तोला त्यो सुनलाई चाहिँ रिफाइन गरेर जिम्मा दिइसकेको छ। मन्दिरमा भक्तजनले चढाइसके पछाडि हजुर तल क्षेत्र विकास समितिको कार्यालय जहाँ हामी रिफाइन गर्छौँ, हजुर त्यसको पनि त चरण छ नि त। त्यसको चरण चाहिँ कस्तो छ भनेदेखि हामीले जब भक्तजनले माथि चाहिँ नि सुन चढाएको छ, अब ठुल्ठुलो चढाएको चाहिँ त्यहाँ मुख्य गरेर चाहिँ त्यहाँ टिपोट गरेर उनीहरूले दिँदो रहेछन्। यति मैले चढाएँ भनेर सायद यो भर्खरै चाहिँ 2 महिना 3 महिना अगाडि एकजना राई जातिको मानिसले 5 तोला सुन चढाउनु भएको छ। उहाँले अभिलेख लेखाउन चाहनु भयो कि चाहनु भएन? त्यहाँ चाहिँ नि लेखाएर चाहिँ नि दिनुभयो, लेखाउनु भएको छ। त्यो चाहे जति दियोस् सकभर चाहिँ अभिलेख होइन, अभिलेख त राख्ने हामीले त्यो
मैले यो अभिलेख भेटीपातीको व्यवस्थापनमा केसम्म मैले सोच बनाएको छु अर्थात् बनाएँ भने र त्यो सार्वजनिक पनि भयो त्यसलाई चाहिँ नि व्यवस्थित गर्नका निम्ति पैसालाई पनि व्यवस्थित गर्नका निम्ति मैले एउटा समितिमा प्रस्ताव पनि राखेँ। त्यो चाहिँ नि मन्दिरमा जब चाहिँ नि हाम्रो पशुपतिनाथमा चाहिँ नि त्यो गेटबाट भित्र जान पाइँदैन, तर अब त्यो चाहिँ त्यसो गरिहाल्न चाहिँ अलिकति मानिसलाई चित्तबुद्ध रहन्छ। त्यो देवीलाई नै ढोगेर चढाउँदाखेरि आत्मसन्तुष्टि हुने, त्यसो भएपछि चाहिँ त्यत्रो चाहिँ अलिक गाह्रो विषय पनि नराखौँ कि भन्ने पनि भयो। तर मैले चाहिँ सोचेको चाहिँ अलिकति भेट्ने गरी र देवीलाई छुने गरेर, तर चाहिँ भेटीपाती आदि इत्यादि चाहिँ त्यो बाहिरबाट हातले नभ्याउने गरीको चाहिँ एउटा घेराबारा गरौँ, चढाउन पाइने छुन पाइने तर भेटीपातीलाई चाहिँ हातले छुन नपाउने त्यो खालको सम्मान गरौँ भन्ने खालको कुरा पनि भयो। तर हाम्रो मेयर साहबले चाहिँ के भन्नुभयो भने त्यस्तो खालको काम नगरौँ, खुल्ला होस्, जसले जति लान्छ लान्छ, रहेको ल्याउनु भन्ने खालको कुरा गर्नुभयो। त्यो भएपछि त्यसलाई त्यो विषय पनि क्लोज गरियो। अनि त्यस पछाडि मैले चाहिँ के गरेँ भनेदेखि अब त्यो भेटीपातीलाई अलिक व्यवस्थित गर्नका निम्ति कर्मचारीहरूलाई को के कस्तो छ मानिसहरू भन्ने खालको सोधी खोजी गरेर त्यही अनुसारको मानिसहरूलाई चाहिँ त्यहाँ राख्ने र त्यसलाई सुरक्षित ढङ्गले राख्ने। प्रहरीहरू कति बेर जान्छ, त्यो पैसा कति बेर झिक्ने र कति बेरसम्म चाहिँ त्यो रुगेर बस्ने हो भन्ने ढङ्गले त्यसलाई व्यवस्थापन पनि गरिसकेको छ होइन। त्यो अहिले अब धेरै तर्कहरू वितर्कहरू गर्दाखेरि पनि मान्छेलाई विश्वास नहुने जस्तो, विश्वासका आधारमा चाहिँ चढाएको छ भन्छन्। विश्वास न हो त्यो मान्छेलाई चाहिँ यसो गर्दैन भन्ने खालको कुराकानी विश्वासले नै राखिएको हुन्छ भन्ने खालको धेरै तर्कहरू आइसकेपछि ठिकै छ। अब त्यो त्यस्तो खालको चाहिँ कुराहरूलाई पनि छोड्यौँ र अलिक अझै तैनात चाहिँ हुनुपर्छ है साथी हो भनेर कर्मचारीहरूलाई पनि भनेको छ होइन। त्यसलाई चाहिँ व्यवस्थित गरेर चाहिँ तल त्यो पोका बनाएर, बोका भन्नाले चाहिँ नि त्यो एउटा चाहिँ मुजुल्का उठाएर पैसा ढोक्रामा लगाएर तल चाहिँ ल्याएर हामीले चाहिँ पोका बनाएर, तल भनेको फेदीमा ल्याएर पोका बनाएर त्यसलाई राख्ने खालको चलन भनौँ प्रक्रिया गरेको छ। त्यसले अहिले धेरै सुधार चाहिँ भएको छ। त्यसको चाहिँ चाबी हजुर तपाईहरुसँग होइन, हामी चाहिँ एकजना यहाँ चाहिँ ल्याएर राखेपछि त हामीसँग प्रहरीसँग एउटा र हामीसँग एउटा हुन्छ, एउटा जिम्मेवार मान्छे राखेको छौँ होइन, त्यसलाई दिएको छ जिम्मा। अब त्यो प्रहरीसँग भएपछि र त्यो यता चाहिँ पनि भएपछि दुईवटा चाबी, त्यो प्रहरी नआइकन चाहिँ त्यो चाबी खोलिँदैन। बिहान गर्नु पऱ्यो भने पनि 10 बजे ठ्याक्कै चाहिँ त्यो चाबी खोलिन्छ। त्यस पछाडि भरे प्रहरीले नै आफै जिम्मा के अरे बन्द गरेर जान्छ अनि हामी त्यो अर्को थप चाबी लगाउँछौँ। तपाईहरुले सङ्कलन भएको पैसा, सङ्कलन भएको सुनचाँदीहरूको अनि आउने दर्शनार्थीको हरेक महिनाको अन्तिम दिन सार्वजनिक पनि गर्नुहुन्छ? हजुर, सार्वजनिक हुन्छ हैन? हजुर। कतिको कठिन हुँदो रहेछ त्यो महिनाको एक दिन पनि ननागिकन चाहिँ सार्वजनिक गर्ने काम? त्यो अब हामीले चाहिँ त्यस्तो ठुलै कठिन त होइन, त्यो गर्दा नहुने कुरा त केही होइन रहेछ। त्यो चाहिँ भनेको इन्ट्री गर्ने कुरा, कति व्यक्ति गए त्यहाँ, कति चाहिँ नि मानिस आए भन्ने खालको कुरा चाहिँ त्यो फेदीमा हामीले चाहिँ त्यो रेकर्ड राखेकै छौँ। त्यसैलाई हामी रेकर्डको आधारमा तयार गर्छौँ। अनि त्यसो भइसकेपछि अनि यो महिनामा यतिजना, अनि यो महिनाको भेटी यति, अर्को महिनाको मानिस यति गए र चाहिँ भेटी यति जम्मा भयो भन्ने कुरा, त्यो भेटी त माथिबाट ल्याएर चाहिँ जोडेपछि निस्किजाने, सङ्ख्या पनि त्यसै गरेर जाने निस्किजाने हुँदाखेरि त्यसैलाई चाहिँ हामीले सार्वजनिक कामको भ्याउ नपाउँदा त यही काम पनि त गाह्रो थियो। अब गाह्रो, अब त्यो त भ्याउ नपाउँदाखेरि त गाह्रो हुन्छ, जुनसुकै नजान्दाखेरिको कुरा चाहिँ होइन, अनुभव नहुँदाखेरिको कुरा। तर अहिले मलाई लाग्छ सायद कार्यकारीहरूमा सबभन्दा अब्बल व्यक्ति हामीले प्राप्त भएका गरेका छौँ होइन। यो उहाँको चाहिँ अब सायद कसैलाई पनि गाली गरेको सुने पनि छैन
र अप टु डेट हुनुहुन्छ। सबैले आफ्नो आफ्नो काम गर्ने हो, जिम्मेवारी अनुसार जिम्मेवारी गर्ने हो। भेटीघाटीको कुरा आज तपाईँ मार्फत त्यो उपसमितिमा तपाईँ नै संयोजक भएको हिसाबले हजुर धेरै कुरा पनि क्लियर पनि भयौँ। हजुर धेरैलाई यो कुरा सुन्न मन पनि परेको थियो। हजुर हामीले कम्तीमा उहाँहरूलाई यसको सिस्टम यसरी हुन्छ, जब एउटा दर्शनार्थी मन्दिर पुगेपछि उसले पैसा चढाएको, गरगहना चढाएको या अचल सम्पत्ति केही चढाएको छ भने हाम्रो प्रक्रिया सङ्कलनको विधि यो र सार्वजनिक यसरी गर्छौँ र यसरी ब्याङ्क जम्मा गर्छौँ भनेर पनि यहाँले भन्नुभयो। अब यसमा नि सर अलिकति म के भन्छु भनेदेखि हामीले त्यो व्यवस्थापनलाई चाहिँ राम्रै गर्न खोजेको छ। तर के हुँदो रहेछ भन्दाखेरि यो सुकेटारदेखि काफ्लेपाटीसम्मको बाटो निर्माण नभएसम्म हामीलाई सराब भनौँ त्यो चाहिँ एउटा दोष लगाउने काम चाहिँ भइरहने भयो भन्ने हामीलाई चित्त दुखिरहेछ। अब त्यो चाहिँ बाटोले गर्दाखेरि पाथिभरामा यत्रो चाहिँ भेटीघाटी चढ्छ, पैसा भने कहाँ के गर्छन् कसो गर्छन् भन्ने। अर्को कुरा हामीले अदृश्य रूपमा बाटो बनाएका छौँ। त्यो चाहिँ बाटोमा यात्रुहरूले चाहिँ जाने कुरामा त्यो बाटो देख्दैनन्। जस्तो लिङखिमबाट चाहिँ बाटो बनाएको कुरा त यहाँबाट जानेले देख्दैन, फक्ताङलुङबाट बाटो बनाएको कुरा त यहाँको मान्छेले देख्दैन, श्रीजङ्गाबाट बाटो बनाएको देख्दैन। अनि विभिन्न चाहिँ त्यस्तो खालको टहराहरू चाहिँ चौतारोहरू बनाएको कुरा त देख्दैनन् मान्छेले। अनि अहिले हामीलाई के खड्किराखेको छ भनेदेखि यो सुकेटारदेखि माथि नै सम्म देखिने गरीको कार्यहरू के गर्न सकिन्छ त्यो खालको कार्यहरू चाहिँ गर्नमा हामी अग्रसर भएका छौँ। जस्तो सूचनामूलक होर्डिङ बोर्डहरू राख्नु, हजुर हजुर त्यो दर्शनार्थी सहायता कक्ष राख्नुभयो। हजुर अब फोहोरको ड्रमहरू पहिला चाहिँ डस्टबिनहरू सामान्य खालको हुन्थ्यो, अहिले ठुल्ठुलो टिन लगेर राख्नुभयो, टिनको ड्रम राख्नुभयो। हजुर हजुर होइन हजुर होइन अब हामीले प्रयत्न गरिराखेका छौँ। त्यो प्रयत्नलाई अब जति प्रयत्न भए पनि केही न केही दोष त आउँछ नै। तर त्यस्ता खालका चाहिँ सकारात्मक सोच भनेको यहाँहरूले जुन खालको चाहिँ हामी यात्रुहरूलाई चाहिँ इन्टरभ्यू लिएर चाहिँ के छ सुविधा असुविधा भनेर सोध्दै हुनुहुन्छ त्यो बारेमा पनि हामीलाई चाहिँ मनन भइराखेको छ। अनि हामीले पनि त्यसरी चाहिँ उनीहरूलाई के कठिनाइ छ भनेर सोद्धाखेरि यो छ भनेर चाहिँ भन्दा त्यो पनि हामीले बुझेका छौँ। अब त्यही सिलसिलामा चाहिँ यात्रुहरूलाई धेरै चाहिँ घुइँचो हुन्छ भनेर चाहिँ हामीले त्यो बसलाई ट्याक्सीहरूलाई राख्ने खालको कुराकानी गत वर्ष एउटा चाहिँ थोरै रकम लगाएर 70 लाख रुपैयाँ खर्चिसकेका छ होइन। अब त्यो त्यसलाई चाहिँ व्यवस्थित गर्न सक्दाखेरि हुन्छ। अब त्यसलाई चाहिँ गर्दै लाँदाखेरि सायद व्यवस्थित पनि होला भन्ने हामीले आशा गरेका छौँ। पाथिभरा क्षेत्र विकास समितिको पूर्व सदस्यहरू, पूर्व अध्यक्षहरू र अहिले बालवाला अध्यक्षहरूले बेला बेलामा यो कार्यक्रम बनाउँदै गर्दा उहाँहरूले एउटा कुरा भन्ने गर्नुहुन्छ मलाई, अरूले के भन्यो हामीलाई त्यति याद नहोला, तर जब तपाईँले कार्यक्रम बनाउँदाखेरि फिल्डमै पुगेर दर्शनार्थीहरूलाई सोध्नुहुन्छ तपाईँहरूलाई पाथिभरा आइसके पछाडि यहाँको सबल पक्ष र दुर्बल पक्ष के लागेको छ, त्यो उहाँहरूले दिनुभएको सुझाव चाहिँ हामीलाई साह्रै धेरै काम लागेको छ भन्ने गर्नुहुन्छ। तपाईँलाई कस्तो लाग्छ? ठिक, हामीलाई पनि त्यो चाहिँ त्यो उहाँहरूले चाहिँ गरेको कुरालाई उहाँहरूले चाहिँ यो भयो त्यो भयो यो भएन त्यो भएन भन्ने खालको कुराले हामीले मनन गरेनौँ भने त्यो यात्रुहरू चाहिँ सन्तुष्टि हुँदैनन्। त्यसो भएपछि यात्रुहरूलाई हामीले त जसरी पनि सन्तुष्टि बनाएर अब यो पाथिभरालाई आकर्षक केन्द्र बनाउनु छ भन्ने हामीले उद्देश्य राखेका छौँ। त्यो उद्देश्य अनुरूप उहाँहरूको सुझाव लिएन भनेदेखि हाम्रो त्यो सदस्यको चाहिँ दायित्व पनि पुरा हुन्छ भन्ने मलाई लाग्दैन। हाम्रो चाहिँ जुन त्यहाँ कर्मचारीहरू छौँ, सदस्य के अरे एउटा समिति छ, त्यो समितिले त्यो मनन गरेन भनेदेखि त्यसको अर्थ हुँदैन। जसरी चाहिँ सल्लाह सुझाव जहिले शिरोधार्य गर्नुपर्छ छैन। अब उहाँहरूलाई चाहिँ कसरी सुविधायुक्त बनाउने, कसरी चाहिँ मान्छेहरू चाहिँ एकदमै त्यहाँ राम्रो छ भनेर चाहिँ भन्नका लागि त त्यहाँ त हामीले आकर्षक नै बनाउनु पर्ने हुन्छ, सहजीकरण नै गर्नुपर्ने हुन्छ। जस्तो अब अहिले हामीले चाहिँ बोर्ड राख्यौँ, टोयलेट बनायौँ, बाटो बनायौँ, ट्रस्ट राख्यौँ, अब पानीको पनि सुविधा हुने, यी आदि कुराहरूले यात्रुहरूलाई धेरै सुविधा हुन्छ भन्ने हामीलाई लागेको छ। अझै त्यसमा थपको प्रयास छ। जबसम्म आफ्नो अवधि छ हजुर कार्य सम्पादन गर्ने गरेको समय सीमा इमानदार प्रयास भइरहेको छ
अझ हुनेछ। अझ होइन, मबाट त त्यो त कुनै त्यो इमान्दारितामा चाहिँ नि 1 इन्च पनि तलमाथि हुन्छ भन्ने मलाई लाग्दैन, मेरो विश्वास छ होइन। अरूले पनि भन्नुहुन्छ उहाँ अरू साथीहरूलाई चाहिँ अब सबैको चाहिँ नि त्यो ऊ त हामीले त्यो स्वभाव जानेर काम समुदायको जस्तो तरिकाले गर्नुपर्छ भनेर अब यो कार्यक्रम मार्फत नै मैले यो भनिरहेको छु। हजुर मैले धेरैबाट सुनेको छु। हजुर, र मलाई दिएको जिम्मेवारी चाहिँ अहिलेसम्म मलाई पुरा गरे जस्तो महसुस भएको छ र सायद अब त्यही भएर होला फेरि कार्यक्रमहरू त्यस्तो उहाँहरूले दिन खोज्दै हुनुहुन्छ, त्यसलाई पुरा गर्ने अटुट लिएको छु। हवस्, कुराकानी गरिदिनु भयो, समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हवस् त, नमस्ते। यहाँले पनि यो पाथिभरा क्षेत्र विकास समितिमा आएर यो खालको चाहिँ गतिविधि भएको मलाई जिम्मेवारीको के जिम्मेवारी दिइस् भन्ने खालको बोध गराइदिने खालको काम सबै जनताहरूमा, यात्रुहरूमा पुगोस्, यही शुभकामना व्यक्त गर्छु। धन्यवाद।